What will dominate in this era? Interesting question. Well, let's do a slight change on question and say what tool will dominate in this era. Well, dominate यसमा मिनिङ के जान्छ भन्दाखेरि चाहिँ के कुराले चाहिँ पावर डाइनामिक्स कन्ट्रोल र सोसल स्ट्रक्चरलाई चाहिँ डिफाइन गर्छ। लेट 19th र अर्ली 20th सेन्चुरीमा इट वाज इन्डस्ट्रियलाइजेसन एन्ड मिलिटराइजेसन द्याट गेभ पावर एन्ड कन्ट्रोल टु कन्ट्री एन्ड ओइल वाज द ब्याकबोन अफ इन्डस्ट्री एन्ड मिलिट्री। जुन नेसनसँग ओइल रिसोर्स र ओइल प्रोडक्सनको कन्ट्रोल थियो द्याट बिकेम मेजर ग्लोबल एक्टर। अर्बनाइजेसन वाज द बाई प्रोडक्ट अफ इन्डस्ट्रियलाइजेसन। Economic booms and recession were detected by oil price. USA, USSR सुपर पावर हुनुमा मिडल इस्टले ग्लोबल एटेन्सन पाउनुमा डिस्पाइट अफ पोलिटिकल इन्स्टेबिलिटी दिस वाज अल ड्यू टु ओइल एट सम एक्सटेन्ट। Like the way oil became tool of power, now at late 20th century, it was replaced by data and information. Here, traditional industries were replaced by digital services. Tech giants जस्तै Google, Microsoft, Amazon, Apple, Facebook were the major global actors having huge power. जसरी ओइलले कोसँग इन्डस्ट्री र मिलिट्री पावर छ भनेर डिफाइन गर्थ्यो त्यसरी नै इन्फर्मेसनले डिफाइन्ड हु कन्ट्रोल्स न्यारेटिभ्स एन्ड इकोनोमिक्स। डेटा एन्ड इन्फर्मेसन कुल बी लिभरेज फर मेनी थिङ। गुगल, फेसबुक, एमाजोन, एप्पल दे बिकेम मोर पावरफुल देन मोस्ट अफ द गभर्मेन्ट। डेटा बिकेम न्यू ओइल एज कमोडिटी। डाटाले गर्दाखेरि कन्ज्युमर बिहेभियर रिड गर्न मिल्यो जसले गर्दाखेरि मोर पर्सनलाइजेसन मोर कस्टमाइजेसन इनेबल भयो। त्यसरी नै डाटा इनेबल्ड चेन्जिङ पब्लिक पर्सेप्सन पब्लिक ओपिनियन। त्यसरी नै अब मिलिट्री वाइज होइन अब वार भनेको चाहिँ साइबर वारफेयर हुन थाल्यो, ह्याकिङ हुन थाल्यो, भाइरस अट्याकहरू हुन थाल्यो एन्ड डिजिटल इकोनोमी क्रिप्टो करेन्सी integrated as a part of society. Now, like the way oil was replaced by data and information, now data and information is replaced by AI, artificial intelligence. In fact, AI is the extension of data and information. जसरी ओइलले कोसँग इन्डस्ट्री र मिलिट्री पावर छ भनेर डिफाइन गर्थ्यो त्यसरी नै इन्फर्मेसनले डिफाइन्ड हु कन्ट्रोल्स न्यारेटिभ्स एन्ड इकोनोमिक्स। त्यसरी नै नाउ एआई विल डिफाइन पावर मोर फन्डामेन्टल्ली देन ओइल एन्ड इन्फर्मेसन as it will not only influence economics and war but decision making itself, and this decision making will be enabled by algorithm automation and autonomous intelligence. वेल एआई रिलेटेड अर्को भिडियो पनि छ यसमा चाहिँ नेपालले यो ग्लोबल एआई रेसमा चाहिँ कसरी अपर्च्युनिटी सिज गर्न मिल्छ नेपालसँग के त्यस्तो छ जसले गर्दाखेरि चाहिँ नेपाललाई एडभान्टेज हुन सक्छ नेपाललाई चाहिँ अपर्च्युनिटी सिज गर्न सक्छ भन्ने भिडियो छ यु क्यान वाच दिस अन माई युट्युब च्यानल। ब्याक टु टपिक वाट इज एआई। एआई भनेको के हो? सिम्पली एआई भनेको ह्युमन इन्टेलिजेन्सलाई मिमिक गर्नु हो, कपी गर्नु हो र जुन एआईसँग हामी अहिले फ्यामिलियर छौँ यो एआई भनेको फर्स्ट स्टेज अफ एआई हो। इट इज सिम्पली नोन एज विक एआई अर न्यारो एआई। यो भनेको कुनै पनि स्पेसिफिक टास्क गर्नलाई मात्रै युज हुन्छ। भर्चुअल एसिस्टेन्ट जस्तै एलेक्सा भयो, गुगल असिस्टेन्ट भयो, सिरी भयो, नेटफ्लिक्स र स्पोटिफाईहरूको रिकमेन्डेसन सिस्टम भयो, सेल्फ ड्राइभिङ कारको फिचर्सहरू भयो, च्याटबट जस्तै जिमिनीहरू, डिपसिकहरू र फेसियल रिकग्नाइजेसन सफ्टवेयरहरू यी सबैबाट हामी फ्यामिलियर छौँ। यी सबै भनेको न्यारो एआई हो। यो भनेको प्रेजेन्ट एआईको स्टेज हो र नेक्स्ट स्टेज भनेको एजिआई र एएसआई हुनेछ। एजिआई भनेको आर्टिफिसियल जेनरल इन्टेलिजेन्स। यसमा चाहिँ अनलाइक न्यारो एआई यसमा चाहिँ जेनरल कामहरू गर्न सक्नेछ लाइक ह्युमनले जसरी काम गर्छ ह्युमनको आइक्यू लेभल ह्युमनको इन्टेलिजेन्स जति छ त्यति नै लेभलमा चाहिँ मेसिनले काम गर्न सक्ने हुनेछ र जति लेभल स्टेज अगाडि जान्छ त्यति नै मेसिन अटोनोमस सेल्फ डिसिसन मेकिङको डिग्री बढ्दै जान्छ। यसमा इक्जाम्पल भनेको जस्तै हामीले हर मुभीमा समानता भयो 2001 स्पेस ओडिसीमा हल भन्ने रोबोट छ। यो भनेको यिनीहरूको इक्जाम्पल हो। यो भनेको थ्योरेटिकल कन्सेप्ट हो बट इट इज बाउन्ड टु ह्यापन। यो स्टेज चाहिँ आउनेछ। र नेक्स्ट भनेको एएसआई छ आर्टिफिसियल सुपर इन्टेलिजेन्स। यसमा चाहिँ ह्युमन इन्टेलिजेन्स भन्दा ह्युमन आइक्यू भन्दा चाहिँ अझै बढी क्यापेबिलिटीको हुनेछ। इट्स लाइक गड लाइक। र यसको इक्जाम्पल जस्तै भयो रावण मुभीमा भयो, रोबोट मुभीमा भयो, इनफ्याक्ट म्याट्रिक्समा भएको मेसिनहरू भयो। यो सबै इक्जाम्पल भनेको आर्टिफिसियल सुपर इन्टेलिजेन्सको। वेल एउटा क्वेसन दिमागमा अभियस आउँछ जसरी ओइल वाज रिप्लेस बाई डाटा एन्ड इन्फर्मेसन अनि डाटा एन्ड इन्फर्मेसन वाज रिप्लेस बाई एआई त्यसरी नै एआईलाई चाहिँ रिप्लेस केले गर्नेछ? वेल लेट्स मेक दिस इन्ट्रेस्टिङ। ओइललाई एक्सट्र्याक्ट गर्नको लागि डिस्ट्रिब्युट गर्नको लागि ह्युमन डिसिसन इन्भल्भ हुन्थ्यो।
इन्फर्मेसनलाई जति म्यानिपुलेट गरे पनि त्यसलाई इन्टरप्रेट गर्ने भनेको ह्युमनको डिसिसन थियो। बट एआई भनेको के हो? एआई इज अल एबाउट मेकिङ डिसिसन इटसेल्फ, सो देयर इज नो एनी ह्युमन इन्भल्भमेन्ट। त्यही भएर we need to ask the question again, is the question valid, or is this the end? Is this the ultimate? If you like the video, please do like and subscribe the channel. Thank you.